नमस्ते अनि धेरै धेरै स्वागत गर्दछु साथीहरु सबैजनाले नयाँ ब्लग सिरिजमा। साथीहरु अघिल्लो भिडियोमा म इलामसम्म आएको भिडियो राखेको थिएँ। आजको यो भिडियोमा इलामबाट म फर्केर फेरि चाराली तर्फ जानेछु। अहिले म ठ्याक्कै 0 किलोमिटर भन्ने ठाउँमा छु। यहाँनेरि पछाडी तपाईहरुले यहाँ इलाम लेखेको पनि देख्न सक्नुहुन्छ। पछाडीपट्टि बजार प्रवेश गर्ने यो मूलद्वार पनि देख्न सक्नुहुन्छ। अब यहाँनेरिबाट मेरो यात्रा अब सुरु हुन आँट्दैछ। यात्रा सुरु हुनुभन्दा अगाडि एकचोटि मिटर चेक गरौँ। 32,746 किलोमिटर 100% चार्ज छ। अब यहाँबाट म अगाडि बढ्दैछु। अहिले म ठिक्क माइखोला आइसकेँ। माइखोला आउँदाखेरि 0% चार्ज खपत 100% नै चार्ज छ। 32,757 किलोमिटर देखिरहेछ। यहाँबाट चाहिँ उकालो यात्रा सुरु हुन्छ फेरि। त्यो पर जुन तपाईले दुईटा धरको जस्तो देख्दै हुनुहुन्छ नि, त्यो चाहिँ हाइड्रो पावरको प्रोजेक्ट भयो। त्यो पानी खसाउने के भन्छ पाइपहरु भयो। अनि त्यस्तै गरेर यहाँ माथि टुप्पामा तपाई देख्दै हुनुहुन्छ सानो बजार जस्तो, त्यो रुखको टुप्पामा त्यो चाहिँ इलाम बजार भयो। अहिले चाहिँ म ठ्याक्कै फिकल आइपुगेँ। म नगरपालिकाको भवन अगाडि छु। यहाँसम्म आइपुग्दाखेरि 63% चार्ज भनेपछि 37% चार्ज मात्रै सकियो इलाम बजारबाट यहाँ आइपुग्दाखेरि। साथीहरु म अहिले ठ्याक्कै यो हापेन चोकमा छु। बर्नेदेखि मास्तिर 58% चार्ज रिमेनिङ छ। असाध्यै भोक लाग्यो, त्यही भएर चाउमिन खाजा खाने विचार गरेँ र चाउमिन खाएर अब म यहाँबाट तेलपानी तर्फ जानेछु। अहिले बिहानको समय म घर नगई सिधै बाहुनडैको तेलपानी जानेछु। मदन भण्डारी राजमार्गका बाटोका दृश्यहरू समेत म तपाईलाई देखाउने छु। यो मदन भण्डारी राजमार्ग यो हापिन चोकदेखि शान्तिनगरको आधा भागसम्म अहिले ग्राभेल हुने क्रममा छ। अनि बौवनको जंगल नजिकै अर्थात् यो शान्तिनगरको आधा भाग मिल चोकदेखि पूर्वपट्टि चाहिँ यसरी पिच भएर गएको छ। बाटोमा गंगटे खोला खारखोलामा पुलहरू बनिएका छन्। यस्तो राम्रो रमाइलो खालको बाटो छ। एकदम घुमौं हेरौं लाग्ने खालको बाटो बनिएको छ यहाँनेरि। यो खारखोलाको पुल कट्ने बित्तिकै बहुवनको जंगल सुरु हुन्छ। बहुवनको जंगलमा बाटो निर्माणको काम अगाडि बढ्न सकेको छैन, रुख कटान हुन सकेको छैन, ग्राभल बाटो छ। यो जंगलमा हात्तीको पनि एकदमै भय छ। बहुवनको जंगल काटेर म अहिले यो बेसी शहर बहुवनमा रहेको यो बेसी शहर भन्ने ठाउँमा ठ्याक्कै आइपुगेँ। यो पर देखिएका घरहरू बेसी शहरका घरहरू हुन्। यो बेसी शहरबाट अझै सुकेनिन्दाको पुल तर्ने बित्तिकै हामी तेलपानी जंगल तर्फ प्रवेश गर्नुपर्छ। तेलपानी जंगल कटेपछि चाहिँ अनि तेलपानी गाउँ सुरु हुन्छ। मेरो अन्तिम डेस्टिनेसन पनि त्यही रहेको छ। यो सबै बहुवन बजार हो।
ल साथीहरू, म अहिले तेलपानीको जङ्गल कटेर तेलपानी भन्ने ठाउँमा निस्किसकेँ। मेरो अन्तिम डेस्टिनेसन पनि यही हो। यो तेलपानी भन्ने ठाउँसम्म आइपुग्दाखेरि मेरो मिटरमा कति चार्ज छ हेरिहालौँ। चार्ज अहिले 52% बाँकी भनेपछि 48% चार्ज सकिँदाखेरि इलाम बजारबाट यहाँसम्म आउन सकिँदो रहेछ। आजका लागि यो भिडियो यति नै। कृपया भिडियो सम्बन्धी कुनै सल्लाह सुझाव भए कमेन्ट बक्समा उल्लेख गरेर लेखिदिनु होला। त्यस्तै गरेर यो च्यानललाई तपाईँले सब्स्क्राइब गरेर समेत मलाई साथ दिन सक्नुहुनेछ। अर्को भिडियोमा फेरि भेट हुनेछ। तबसम्मका लागि तपाईँको दिन शुभ बितोस्।